Hello guys, welcome to my new another video. जस्तो हिजोको भिडियोमा चाहिँ ब्याकग्राउन्ड म्युजिक धेरै आएको रहेछ। म चाहिँ बिस्तारै अब माइक किन्नु सोचिरहेको छु होइन। सबै लागिरहेको त्यहाँ चाहिँ म चाहिँ अहिले एयरपोर्टमा छु। आज चाहिँ अफिसमा भिडियोमा आएको त्यही आएको एकछिन कस्तो कामहरू आएको अब घर जानु लाग्यो। अब फाइनली गाइज हामीहरू कार साथी आज आएको कोटेश्वर होइन, कोटेश्वर त कहाँ हो घुम्न केही न कि हामी कोटेश्वरदेखि आएको कोटेश्वरदेखि आएको उता कार पशुपति जानु भएको। अनि गाडीमा भ्लग बनाउने भनेको गाडीमा त्यो के अरे म्युजिक है साथी, म्युजिक बजिरहेको त्यो म्युजिक बजिरहेको थियो। फेरि कपिराइट इस्यु दिन्छ कि त्यही भएर गाडी बनाउनु पाएन। त्यही भएर त्यही नै झरिदिएको हल्का देखाम गाइजहरूले भनेर हामी चाहिँ यता हिँडिरहेछौँ। त्यहाँ चाहिँ पुरा यति खतरा देखिरहेको त्यहाँ आजको दिन कस्तो हुन्छ। दिन त गइसक्यो त्यही नि देखाउँछु। त्यही हो मेरो साथी आएको छ। साथीको नाम के अरे? ऋषभ चौधरी। मेरो साथीको नाम चाहिँ ऋषभ चौधरी। आज मेरो छुट्टी हो कि पहिलेदेखि भेट्न नपाएको, आज छुट्टी भएको दिन भेटौँ भनेर पशुपतितिर जाऊँ। अनि हल्का हिजोदेखि भ्लग सुरु गरिरहेको छु नि त, अब त्यही भएर हल्का भ्लग पनि बनाऊँ भनेर साथी र म आएको। साथीलाई बोलाएको, साथी सुतेको थियो कि फेरि अनि सुतेको मान्छेलाई नै उठाएर ल्याएको हो है साथी। यति हो, अरू केही छ छैन? अरू त्यस्तो केही छैन। त्यहाँ रोड छ, त्यहाँ टक्क लगाएर यता 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 यहाँ चाहिँ यो एयरपोर्ट एरियाको हो। मैले बिहान हाजिर लगाएर आएको। पछि अब कति छ भने 2-3 बजीतिर गएर फेरि लगाउनुपर्छ। अब यहाँ चाहिँ यस्तो रहेछ। न यार खिच्दैन यार, मोबाइल छ यार होइन साथी। यत्रो महँगो मोबाइल छ, यत्रो महँगो मोबाइल छ यार। हामी अल्ट्रा प्रो म्याक्स रिज होइन साथी, अल्ट्रा प्रो म्याक्स रिज के चाहिँ बाटो मोबाइल छ। मौसम चाहिँ हो कि दिइरहेको छ, हावा पनि मोबाइल चलिरहेको छ। सायद किन्दै गऱ्यौँ भाइ, जकेट खोल्नु छ फेरि हावा चल्छ अनि चिसो लाग्यो भने नै धेरै चिसो त हुँदैन, कहाँ चिसो हुन्छ। पुरै गरेर सुनिसकेको छ यार मान्छेहरू त्यहाँ। त्यो खेल्नेको नाम के अरे साथी? थियो ऊ त्यो त्यस्तो चाहिँ पुरा धनीहरूले खेल्छ होइन, धनी मान्छे खेल्छ। तर हामी चाहिँ बिस्तारै खेलाउँला फ्युचरमा हाल्यो कि। अब साथीहरू तपाईँहरूले माया देखाइदिनु होला। अनि तपाईँहरूले माया देखाए चाहिँ मलाई पैसा आउँछ, पैसा आए चाहिँ त्यस्तो किनेर खेल्नु पर्ला साथी। साथीहरू यो ब्याकग्राउन्ड साउन्ड चाहिँ धेरै आएको होला होइन, अनि यसको सोल्युसन ल्याउँछु बिस्तारै। अब स्यालेरी पनि आएको छैन, स्यालेरी आएपछि एउटा माइक किन्नु पर्ला अनि आउँछु, लिएर आउँछु। अहिले चाहिँ ब्याकग्राउन्ड साउन्ड धेरै आइरहेको छ कि हल्का भोइस सुनिन्न होला, त्यसको लागि माथि पाम यहाँ चाहिँ क्यामेराम्यानहरू रहेछन् टक्क लगाएर। यहाँ आन्टीहरू दिदीहरू रहेछन्, फोटो खिचिरहेको छन्। हामी चाहिँ यता बस आइरहेको छ। यहाँ चाहिँ नानो खुच्ची रहेछ सानो। त्यही हो, माया देखाइदिनु होला। त्यही हो सर म सबैलाई। साथीहरू यो क्यामेरा पनि चलाउनु नजानेर होइन, नयाँ फोनको होइन, अनि फेरि धेरै फोनको कुरा गऱ्यो भनेर अनि सानो देखायो भनेर नसक्नु होला। हो कि यो अर्कै आउने रहेछ कि यो साथी। के पलाउँ खाने पानी खाने यता पसल रहेछ, यता आन्टी पसल राखेर बस्नु रहेछ पछि। त्यहाँ छन् पछाडि मान्छेहरू भइरहेको छन्, तर अरू के लागिरहेको छ। आज पनि नै एक्लै भएको होला, म बिस्तारै सिक्छु। अब अहिले चाहिँ साथी भएर हल्का कन्फिडेन्स आएको छ मनमा होइन, त्यही भएर बिस्तारै समाएर हिँड्दैछु। गाडीमा बनाउने भनेको गाडीमा म्युजिक बजाइदिएर के झन् ठुलो आवाज गरेर त्यहाँ कार हामी आएको ठाउँबाट यता जान लाग्छौँ भनेर भनेको, तर भएन। केही छैन, देखाउँदै जान्छु तपाईँहरूलाई, हेर्दै जानु होला। यताको चाहिँ अब पशुपति टेम्पलको भ्यू देख्नु पर्छ सबैलाई पशुपति टेम्पलको भ्यू देखाउनु यो सबैले हेर्नुपर्छ है। ल
ल म त्यो के अरे पशुपति छिर्ने बेला देखाउँछु है। ल साथीहरू हामी पशुपतिमा छिर्न लागिसक्यौँ। यता पशुपति छ, यता हामी छौँ, हामी यहाँ छौँ। यहाँदेखि छिर्नु पर्ने रहेछ त्यस्तो जस्तो लाग्यो। यहाँ चाहिँ भवेश निषेध भनेको रहेछ। हेर्नु माथि हामी इन्ट्री गऱ्यौँ है। हामी इन्ट्री ल 1 2 3 भइसक्यो। मेरो चाहिँ देब्रे खुट्टु भयो साथी, जहिले पनि दाहिने खुट्टु हुनुपर्छ अरे, तर केही छैन। अब के हो यो, के त फर्स्ट टाइम देख्छु साथी म। पुरा यहाँ मूर्तिहरू रहेछ। हामी यहाँ छौँ, के भन्ने हेर्नु पुरै यो कस्तो कस्तो कि मान्छे देखेको छु, बोल्न किन भनेको मलाई कहाँदेखि जाने हेर्नु न। यहाँ माथि माथि यस्तो यस्तो भयो। अब के अरे यो बिहेमा लगाउँछ नि त सिधा के रहेछ साथीले हेडफोनले पनि भनेको थिएँ तर बिर्सिहाल्यो। तिम्रो चस्मा थियो होइन? चस्मा कि थिएन? छैन चस्मा थियो, हेडफोन थियो। साथीले हेडफोन ल्याउन बिर्सेछ कि बोल्ने कोसिस गर्छु होइन। कहाँदेखि जाने हामी? यहाँदेखि छिर्दिउँ क्या? कहाँदेखि? ए माइ रहेछ, मैले त्यहाँ होला सोचेको। माइ हे डगी साथीभित्र बनाउन सक्छु यारमा केही छैन। के अनि के हुने र त्यहाँ टक्क लगाएर अब पशुपति अझ आएको छैन। कस्तो थाक लाग्यो। तिमीले बोल न यार के मुकुटहरू। यो मुकुट त हुन्छ यसलाई। पुरा हनुमानहरू रहेछ, गणेश भगवानहरू रहेछ। त्यो के हो यो? त्यहाँ टक्कलाई त्यो इन्ट्री गेटमा फेरि मैले समाएर भाग्य लगाएर त्यसैले, तर केही छैन। त्यहाँ जाने साथी, सायद त्यहाँ जाने। जाऊँ न त्यहाँसम्म, खोलाहरू देखाइदिउँ साथीहरूलाई, गाइजहरूलाई। भिडियो भयो कि भइरहेको छ। साथीहरू सुरुमा केही हाल्दै हाल्नु रहेछ यार, के नि यार। फेरि हात धुइसक्यो। एकैछिन सायद तपाईँलाई म देखाउँछु एकछिन। यहाँ चाहिँ ल साथीहरू हेर्नु है, यहाँ चाहिँ पशुपतिको खोला भयो। यहाँ परेवाहरू रहेछन् टक्क लाएर यता छन्। त्यहाँ मन्दिर रहेछ। हामी अझै गएको छैनौँ। ऊ त्यहाँ मेन्टो भनेको त्यहाँ रहेछ, तर जुन गरेर के देखाउने हातै पुग्दैन यार। साथीहरू त्यहाँ परेवा रहेछ। हेर्नु कस्तो त हाम्रो त एकखेल चरेर छैन साथी। म त जम्मै बसेको थिएँ। अरू के भनौँ कहाँ थियो? हामी यहाँदेखि छिर्दिउँ है, यता छिर्दिउँ। त्यहाँ माथि डाँडा जाऊँ, त्यहाँ फोटोसोटो खिचौँला, भिडियोहरू बनाउँला। अनि त्यसपछि निस्क ल कहाँ? यहाँदेखि जाने साथी, यहाँदेखि छिर्न दिन्छ। यहाँदेखि जाऊँ यहाँदेखि जाऊँ। भित्र क्या रहेछ छिर्न दिन्छ कि नि? छिर्न दिन्छ होला, सोध्नु साथी। हामी गइसक्यौँ है, गइसक्यौँ। दिन्छ होला, जाऊँ। मस्ती देखेको थिएँ मैले बाटो। बाँदर जिस्काउनु हुन्न यार, टोकिदिन्छ साथी। हामीहरू भित्र छिर्यौँ है, छिर्यौँ। ओइ ओइ म्याउ, बाँदर छ है गाईतिर। बाँदर जुम गरेर देख। हेलो हेलो हेलो, के छ खबर? सन्चै हो? ठिक छ बिन्दास। सोल्टी सोल्टी के छ? के खाएर? सोल्टीको पारा सोल्टी बिन्दास छ। सोल्टी के यो कस्तो चिनेन हेर्दा र मैले। चाहिँ कामहरू सुरु भइरहेको रहेछ दाइ। यहाँ यस्तो घुम्न त मिल्छ? फेरि किन आयो भने गाली गर्ला।
सुन्नुपर्छ त्यहाँ झन्डा रहेछ त्यहाँ हेर्नु त्यहाँ रुख चाहिँ बवाल देखिरहेको क्या त्यो रुख पुरै हरियो हरियो साथी ऊ त्यहाँ ढोका रहेछ त्यहाँदेखि छिर्दिनु ए यहाँको ढोका यो ढोका हो त्यहाँ फेरि छिर्छ के यो ए पानी रहेछ त्यहाँ लक छ नमैदेखि जानुपर्छ क्या फेरि रिटर्नै जानुपर्छ होला छैन चाहिँ बाटो छैन ल गाइजहरू उता गीत बजाइरहेको छैन खै यार भलक के नहोला जस्तो लागिरहेको फेरि गीत आयो भने थोरै गीत आउनुपर्छ फेरि कपिराइट ठ्याक्कै हो कि कपिराइट भएपछि फेरि युट्युब डिलिट गरिदिन्छ क्या त्यही भएर हेरौँ है कहाँसम्म हुन्छ कहाँ गीत बजिरहेको छैन माथि डाँडा जाने है इन्ट्री भइसक्यो हाम्रो त्यहाँ चाहिँ अहिले नभनौँ पछि भन्छु म घरलाई आउँदाखेरि भन्छु ज्योतिष बाजेहरूको बस्ने ठाउँ यो चान्डिएर फेरि लो भइहाल्छ किन भयो बढाउँछु म गाइजहरू साथीहरू हामी यहाँ भर्यौँ सिधी चढिसक्यौँ अब चढ्दै जाऊँ यहाँ चाहिँ बाँदर रहेछ फेरि अर्को बाँदर भेट्यो है त्यहाँ पशुपतिको कहाँ माथि डाँडा जानु भएको पशुपति हेर्नु भ्यूमा जान्छ या त्यहाँ माथि जाने क्यामेरा खिच्न त्यहाँ जाने पछि हामीलाई अहिले चाहिँ डाँडा जाऊँ पहिला डाँडा पुगेर आऊँ त्यहाँ फोटोसोटो खिचौँ ल पछाडि त्यसपछि चाहिँ पछि कुरा गरौँ नमस्कार भइसक्यो यहाँसम्म जानु छ तिमीलाई थाक लाग्छ साथी थाकेको छैन के अरे त्यो एउटा हात लगाएर त्यो दुल्लोमा छिराउँथ्यो त्यो कहाँ हो त्यो छिराइदिएछ तिमी म त पहिले फर्स्टचोटि हालेको थिएन त्यही बेला कहाँ अगाडि तिमीले छिराउन न म छिराइसकेँ ल तिमी छिराउ साथीले छिराउँछ है फेरि होइन मैले हात अरूको कस्तो भनेको होइन हात भनेको यहाँ चाहिँ दिदीहरूले सिराउनु सबै आफ्नो पारामा छ हामी आफ्नै पारामा छ साथी थोरै छ धेरै छैन थोरै छ क्यामेराम्यान रहेछ नि त सबै छन् कहाँ जाने साथीहरू जाने कि त ट्रेनको पट्टिमा कहाँ ट्रेनको पट्टि छ र यता देखाउनु त सबै देखाउँदै जान्छु कि तपाईँहरू यहाँ कपालहरूलाई डिस्टर्ब हुन्छ नि साथी ए के हो नि हो र हाम्रो आफ्नो काम गर्ने यो मन्दिर एउटा तलाएर यहाँ चाहिँ हनुमानजी के अरे नामै बिर्स्यो अरे के हो यहाँ चाहिँ हुनु रहेछ कता हामी यहाँ छौँ यहाँ डगी बसिरहेको ए डगी पुरा जङ्गल रहेछ होइन साथीहरू यहाँदेखि जाने साथी बाटो छ र छ ल यहाँदेखि गइदिउँ साथी र म यहाँदेखि लाग्दिउँ होइन पापा रिक्सहरू खाएर अनि यार के खाएर फाल्छ यार जङ्गल हेर्नु न यहाँ जङ्गलै जङ्गल छ साथीहरू एकछिन हामी फोटोहरू खिच्छौँ र
यताउता भिडियो बनाउँछौँ अनि त्यसपछि चाहिँ फेरि तपाईँहरूलाई देखाउँछु है। ल बाई साथी। ल साथीहरू उता म्युजिक बजिरहेको थियो त्यही भएर बनाउन पाएन। अब हामी यहाँ बसिरहेछौँ, यहाँ जङ्गल छ उता ढक्कलाई शीतल हावा। यहाँ चाहिँ साथी पनि रहेछन्। के भन्नु साथी? जङ्गल के अरे गाँजा खाने आँटा। गाँजा खाने गाडा हो अरे यो चाहिँ गाँजा खाने गाडा हो अरे। गाँजा खाने आँटा अड्डा, गाँजा खाने अड्डा हो अरे यो। मौसम चाहिँ त्यति बवाल छ होइन, त्यहाँ काठमाडौँ यो रुखहरूले गर्दा देखेको छैन। कुनै दिन उता माथि त्यो डाँडा गएर देखाइदिउँ ल। यहाँ छौँ टक्क लगाएर बसिरहेको छौँ। अब यताबाट सर जाने हो अब। के भन्नु साथी? फनी भिडियोहरू के फनी भिडियोहरू हो साथीले भनेको फनी भिडियोहरू आउँछन् अरे बिस्तारै आउँछन्, बनाउने हो। अब मेरो सामान भएन कि सामान बिस्तारै किन्छु। सामानहरू भए चाहिँ डेली आउँछ नआत्यो। अहिले यो भ्लग हेर्दै गर माया देखाउँदै गर अनि भिडियोहरू। अझ मेरो सोच त मुभीहरू बनाउने छ। स्क्रिप्ट त धेरै लेखिसकेको छु, 20-25वटा कपी छ स्क्रिप्ट लेखेको। बनाउँछु बिस्तारै, सामान नपाएर हो नत्र बनाइहाल्छु म। त्यही हो गाइस होइन। यहाँ चाहिँ त्यहाँ चाहिँ यो त्यो साथी के हो ड्र्यागन फ्रुट होइन त्यो काँडा काँडा जस्तो त्यो ड्र्यागन फ्रुट हो त्यो। ड्र्यागन फ्रुट हामी यहाँदेखि लागिसक्यौँ साथी र म। हे हे त्यही हो रमाइलो गर्नुपर्छ गाइजहरू होइन। तर मेरो यहाँ पछाडि देखिने रहेछ यार, अर्कै सोचेन यार केही छैन होइन। हामी लेजेन्ड हो, लेजेन्ड तरिकाले हिँड्यो। के अरे अल्ट्रा प्रो लेजेन्ड हो हामीहरू। त्यही हो क्या मौसम च्यालेन्ज दिइरहेको यहाँ फेरि। साथी र म आइरहेको छौँ। अब के भन्ने थियो छमछम भन्ने यो साथी। यहाँ पानी खाने पानी खाऊँ, अरू पनि के होला गाइजहरू। यहाँको भ्यू चाहिँ हो कि हेर्नु न कति बबाल आइरहेको भनेको यहाँको भ्यू। ल साथी तिमी चिन्ता नगर न यार, हेर्नु न भ्यू यहाँहरू क्या दामी छ कि। त्यहाँको मान्छेहरू बसिरहेको छन् आफ्नो आफ्नो पाराले। यहाँ चाहिँ एउटा बाँदर रहेछ, म यसलाई कुरा गर्छु यसो। ए यहाँ चाहिँ यहाँ सुतिरहेको हुन्छ मस्त तरिकाले सुतिरहेको चाहिँ रहेछ। ए पुरा त्यसलाई छोप्ने तरिकाले सुतेको होला यो होइन, छोप्ने तरिका। साथी उता टोइलेट गएको थियो कि टोइलेटदेखि आयो साथी। त्यही हो अब सँगै भिडियो बनाउँला। हामी यतातिर छौँ। अहिले चाहिँ साथीले समय रहेछन्। अब साथीले बनाउँछ भनेर केही साथीको कुराहरू पनि सुनिदिउँ। तर साथीलाई भुल्नै आउँदैन के सुन। साथीको आइडीमा के अरे त्यो साथी ह्यान्डसम छ है। फेरि साथीको आइडीमा कमेन्ट पिन गरिदिन्छु। रिस पठाउनु जति रिस पठाउनु होला। साथीको नाम ऋषभ चौधरी हो। हामी लोकसादेखि भेट भएको है। लोकसादेखि भेट भएको धेरै भइसक्यो, 8-9 महिना भइसक्यो। अझै पछि मान्छे देखिन्छ डाँडा हेरौँ डाँडा। अझै पछि मान्छे देखिन्छ नि यार त्यहाँ लम्मै है। हामी सिङ्गल हो, हामी सिङ्गल भयो साथीहरू। कोही छ भने मिलाइदिनु पर्यो। मिलाइदिनु पऱ्यो मिलाइदिनु पऱ्यो। मिलाइदिनै पऱ्यो। कहिलेसम्म सिङ्गल बस्ने साथी? साथी वाउ अहिले हावा पनि बन्द भयो। फेरि गाइस हामी आफ्नो लेभलमा आइसक्यौँ। अब यहाँ यो चाहिँ मैले देखाउनु खोजेको छु अघि कता कता देखाएको थिएँ यहाँ के रहेछ जाऊँ न त त्यहाँ गएर। के हो यार यो बद्रीनाथ ए त्यसको रहेछ। अब साथीहरू हामीहरू लाग्दिउँ है साथीहरू। अब लाग्ने इच्छै मरिसक्यो। अब धेरै इच्छा नि मरिसक्यो। अब हामी गइदिन्छौँ घरतिर। अब यहाँबाट अहिले आएको बाटोबाट जानुपर्छ। त्यही हो गाइजहरू। अरू भिडियोहरू ल्याउँछु म अब सबैले। यहाँ चाहिँ अघि आएको बाटोमा जान लागेको हामी अरू अघि आउनु चाहिँ गाह्रो है त, अब जान चाहिँ केही हुन्न सजिलै हुन्छ।
तिमीले छिराउन त छिराउने क्या छोटो के छिराउने छिराइदिने यहाँदेखि कहाँ छिराउनु त्यहाँ होइन छिराउँछौ किन तिमी छिराउनु छोडिदियो के छिराउने यहाँ अरे भइदिनु त्यहाँ के हो खै के बनाएको रहेछन् त्यो के अरे त्यो कुन जातिकोले हो अरे साथी साथी थाहा भएन कुन जातिको हो त्यो हुन्छ नि त्यो मेलाको बेला मलाई हेर्नु त कस्तो छ यो ठिक छ यहाँदेखि बाटो साथी त्यहाँ कुहिरेहरू आएको रहेछ कुहिरेहरू यहाँ चाहिँ पुरा बिजनेस चलिरहेको है आफ्नो आफ्नो बिजनेस चलिरहेको हामी चाहिँ यो बाटोहरू चाहिँ होइन साथीहरू मैले चाहिँ उता गर्दै आउँछ है अगाडि गीत बजिरहेको जस्तो लागिरह त्यहाँ फेरि कफिरै आउँदा भन्ने डर चिन्ता गर्दै आउँछ है सो गाइस अब भलक इन्डिङ गरिदिउँ होइन आजको धेरै लङ नभनौँ अब सबैले माया गरिदिनु होला त्यही हो थाकियो होइन धेरै दुधे यताउता है साथी थाकियो लास्ट थाकियो पुरै एनर्जी लो भइसक्यो इनर्जी लो भइसक्यो अब यसले इन्डिङ गरिदिउँ अब अरू आगामी अरू दिनहरूमा बस्नु आउँछ के आउँछ सबै तपाईँहरूले म इन्फर्मेसन दिँदै जान्छु म सकेसम्म तपाईँहरूले एयरपोर्टको भिडियो यताउता त्यो पनि प्रयास गर्छु आज नै छुट्टी भएर हो भोलि हेरौँ भोलि के हुन्छ कस्तो हुन्छ लुकी हेरौँ त्यही पनि ट्राई गर्छु आज भल यति नै हस् बाई धन्यवाद नमस्कार धन्यवाद